मस्तिष्कको उपचार यो शब्द सुन्ने बित्तिकै कस्तो डर लाग्छ है। तर के होला यदि विश्वकै उत्कृष्ट उपचार हामीले सोचे भन्दा कैयौं गुणा सजिलो र सस्तो हुन सक्छ भन्ने थाहा पाइयो भने? आज हामी त्यही स्पष्ट बाटोको बारेमा कुरा गर्नेछौँ। सोच्नुहोस् त, हाम्रो मस्तिष्क भनेको शरीरको कन्ट्रोल रुम जस्तै हो। हरेक काम, हरेक सोच, मुटुको हरेक धड्कन सबै यहीँबाट चल्छ। तर जब यही कन्ट्रोल रुममा नै गडबडी हुन्छ नि, तब त हाम्रो पुरै संसार नै हल्लिए जस्तो हुन्छ। अब के गर्ने? यो प्रश्नले साँच्चै नै हामी सबैलाई एक न एकपटक सोच्न बाध्य बनाउँछ। अब मस्तिष्कको उपचार साँच्चै नै एउटा जटिल चुनौती हो, एक किसिमको भुलभुलैया जस्तै। तर थाहा छ, यदि हातमा सही नक्सा र साथमा सही गाइड छ भने बाटो भेट्टाउन सकिन्छ। ल आउनुहोस्, अब समाधानको खोजी सुरु गरिहालौँ। खासमा न्युरोलोजी भनेको के हो त? यो भनेको नि हाम्रो शरीरको इलेक्ट्रिकल र कम्युनिकेसन सिस्टमको अध्ययन हो भनौँ न। हाम्रो मस्तिष्कदेखि शरीरको हरेक कुना काप्चामा फैलिएको नसासम्म यही सिस्टमले त हो हामीलाई चलाउने, सोच्न लगाउने अनि महसुस गराउने। अब सोच्नुस् त, यस्तो महत्त्वपूर्ण सिस्टममा सानो गडबडी आयो भने पनि कति ठूलो असर पर्ला। तर कुरा के छ भने सही उपचारको बाटोमा रोग मात्रै तगारो बन्दैन। कहिलेकाहीँ त हाम्रो आफ्नै मनको डर र भ्रमहरू नै सबैभन्दा ठूलो बाधा बनेर उभिदिन्छन्। सबैभन्दा ठूलो बाधा सायद यही सोच हो। विदेशमा उपचार त साह्रै महँगो हुन्छ। हामीमध्ये धेरैलाई यस्तै लाग्छ होइन त, कि विश्वस्तरीय उपचार त आफ्नो पहुँचभन्दा धेरै परको कुरा हो भनेर। तर एकछिन सोचौँ त, के यही डरले हामीलाई सबैभन्दा राम्रो उपचारबाटै टाढा राखिरहेको छ? के वास्तविकता हामीले सोचेभन्दा फरक हुन सक्छ? खर्चको चिन्ता त आफ्नो ठाउँमा छँदैछ, तर त्योभन्दा पनि गाह्रो के हुन्छ थाहा छ? जब डाक्टरले बोलेको कुरा नै बुझिँदैन, जब पुरै परिवार तनावमा हुन्छ अनि मनमा सधैँ एउटा डर हुन्छ, कतै मैले गलत निर्णय त गरिरहेको छैन। यो एक्लोपन र डरको बोझ साँच्चै सबैभन्दा गहिरुङ्गो हुन्छ। ल अब एकछिन यी डरहरूलाई पन्छाएर आशातिर लागौँ, किनभने समाधान छ। र समाधानको पहिलो खुट्किलो हो आजको विश्वलाई नै चकित पार्ने प्रविधि र विशेषज्ञतासम्मको पहुँच। एकछिन कल्पना गर्नुहोस् त, सर्जनले मस्तिष्कभित्रको ट्युमरसम्म पुग्न गुगल म्याप्स जस्तै केही प्रयोग गरिरहेका छन्। न्युरो नेभिगेसनले ठ्याक्कै यही काम गर्छ। यसलाई मस्तिष्कको GPS भन्दा पनि हुन्छ। यसले सर्जनलाई 1 मिलिमिटर पनि तलमाथि नभइकन सही ठाउँमा पुग्न मद्दत गर्छ, त्यो पनि मस्तिष्कको स्वस्थ भागलाई कुनै हानि नपुर्याइकन। अनि यस्तो प्रविधिको नतिजा कस्तो हुन्छ त? सोझो छ, जोखिम एकदमै कम, उपचार सफल हुने सम्भावना धेरै बढी अनि बिरामी पनि छिट्टै निको हुने। मतलब सुरक्षित सर्जरी र छिट्टो घर फर्कन पाइने भयो। पहिले ड्रेन अपरेसन भन्ने बित्तिकै हाम्रो दिमागमा के आउँथ्यो? टाउकोमा ठूलो चिरफार, लामो समयसम्म अस्पताल बसाइ होइन? तर अब हेर्नुस्, गामा नाइफ जस्तो प्रविधिले त पुरै क्रान्ति नै ल्याइदिएको छ। यो नाममा नाइफ भए पनि कुनै चक्कु नै होइन, यो त एउटा जादु जस्तै हो, जहाँ रेडिएसनको सयौं किरणहरूलाई एकै ठाउँमा फोकस गरेर ट्युमरलाई नष्ट गरिन्छ, बिना कुनै चिरफार, बिना रगत बगाई। अनि यस्तै प्रविधिले पार्किन्सन्स, छारे रोग र स्ट्रोक जस्ता एकदमै जटिल अवस्थाहरूमा पनि नयाँ आशा जगाएको छ। जस्तै पार्किन्सन्सको लागि डीप ब्रेन स्टिमुलेसन छ, जसले मस्तिष्कको लागि पेसमेकरले जस्तै काम गर्छ। अनि स्ट्रोकको कुरा गर्दा त हरेक सेकेन्डको मूल्य हुन्छ। डाक्टरहरू भन्छन् समय नै मस्तिष्क हो, किनभने जति छिटो उपचार भयो रगतको नसा खोलेर मस्तिष्कलाई ड्यामेज हुनबाट बचाउन सकिन्छ। तर एउटा कुरा याद राखौँ, जति नै राम्रो प्रविधि भए पनि त्यो चलाउने मान्छे पनि त कुशल हुनु पर्यो नि, होइन? यो भनेको एउटा कुशल कलाकारको हातमा भएको औजार जस्तै हो। उपचार सफल हुनको लागि सही रोगको पहिचान र त्यो रोगको उपचारमा हजारौं पटक महारत हासिल गरिसकेका सर्जनको संयोजन हुनैपर्छ। यही हो सफल उपचारको गोल्डन फर्मुला। ओके, हामीले विश्वकै उत्कृष्ट प्रविधि र विज्ञहरूको कुरा त गर्यौं, तर अब फेरि त्यही प्रश्नमा फर्कौं जसले सबैलाई सताउँछ, खर्च। के यो सबै उपचार हाम्रो पहुँचमा छ त? ल अब खर्च र सहजताको समाधानबारे कुरा गरौँ। अब एकछिन यो चार्ट हेरौँ त। यहाँ पश्चिमी देशहरू र भारत एसियामा ब्रेन ट्युमर सर्जरीको खर्च तुलना गरिएको छ। हेर्नुहोस् त फरक कति धेरै छ। एसियामा स्तरको विश्वस्तरीय उपचार 60देखि 80% सस्तो पर्न सक्छ। यसले त्यो विदेशमा उपचार महँगो हुन्छ भन्ने हाम्रो सोचलाई पुरै भत्काइदिन्छ, होइन त? तर यति सस्तो कसरी सम्भव भयो त? यसका केही कारणहरू छन्।
पहिलो, त्यहाँ प्याकेज डिलमा उपचार हुन्छ, मतलब सुरुमै सबै खर्च थाहा हुन्छ, पछि कुनै लुकेको चार्ज लाग्दैन। दोस्रो, चाहिने टेस्टहरू मात्र गरिन्छ, अनावश्यक खर्च हुँदैन। अनि अर्को कुरा, जब सबै सुविधा एकै ठाउँमा हुन्छ, यताउता दौडधुप गर्नु पर्दैन, जसले समय र पैसा दुवै बचाउँछ। तर हेर्नुस्, उपचार भनेको पैसाको हिसाब किताब मात्रै त होइन नि, यो त विश्वासको यात्रा हो। उपचार भनेको खाली सर्जरी मात्र होइन, यो त एकअर्कालाई बुझ्ने र भरोसा गर्ने कुरा पनि हो। खास गरी त्यति बेला जब परिवार सबैभन्दा कमजोर र तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको हुन्छ। कल्पना गर्नुहोस् त, तपाईको साथमा एकजना यस्तो मान्छे छ जसले तपाईको भाषा बोल्छ, तपाईको कुरा बुझ्छ। जब यस्तो कोही साथमा हुन्छ, डर त आफै आधा घटेर जान्छ। डाक्टरले के भन्यो भनेर बुझाइदिने, रिपोर्टहरू मिलाइदिने र अस्पतालको हरेक प्रक्रियामा बाटो देखाइदिने कोही हुँदा मनमा कति ठूलो भरोसा जाग्छ होला। उपचारको यात्रा नै कति सहज हुन्छ होला। त्यसो भए यो विश्वस्तरीय प्रविधि, विज्ञ डाक्टर, सस्तो खर्च र भरोसा, यी सबैलाई जोड्ने पुल कसले बनाइदिन्छ त? हो, यहीँनिर आउँछ एक स्वास्थ्य सहायकको भूमिका, जसले बिरामीलाई यी सबै समाधानसँग जोडिदिने काम गर्छ। अनि नेपालका बिरामीहरूका लागि हो त्यही स्वास्थ्य सहायकको भूमिका निभाउँछ हेल्थ याद आयो, अर्थात् HYA-ले। उहाँहरूले बिरामी र विश्वस्तरीय उपचारको बीचमा पुल बनेर सही बाटो देखाउने काम गर्नुहुन्छ। अनि सबैभन्दा राम्रो कुरा के हो भने हेल्थ यादायोले बिरामीको लागि यो सबै दौडधुप गरिदिन्छ, त्यो पनि कुनै शुल्क नलिइकन। देश छोड्नु अघि नै डाक्टरसँग अनलाइनमा कुरा गराउनेदेखि लिएर 3-3वटा अस्पतालबाट खर्चको अनुमान निकालिदिने, एयरपोर्टमा लिन पुर्याउन जाने अनि उपचारभरि 7 दिन एकजना प्रतिनिधि उपलब्ध गराउनेसम्म उहाँहरूले पुरै प्रक्रियालाई एकदमै सजिलो बनाइदिनुहुन्छ। ल, अब यी सबै कुराहरूलाई एकै ठाउँमा राखेर हेर्दा उपचारको एउटा एकदमै स्पष्ट बाटो देखिन्छ, होइन त? यो सूत्र याद राखौँ, उच्च गुणस्तरको उपचार प्लस कम खर्च बराबर किफायती उपचार। मतलब अब विश्वकै उत्कृष्ट उपचार पाउनको लागि आफ्नो जीवनभरको कमाई खर्च गर्नुपर्छ भन्ने छैन। सही जानकारी र सही सहयोग भयो भने उत्कृष्ट उपचार र सस्तो खर्च दुवै एकैसाथ पाउन सकिन्छ। हो, यो सम्भव छ। त्यसो भए कि अब विश्वस्तरीय तर किफायती न्युरोलोजी उपचारको लागि त्यो सही बाटोमा पहिलो कदम चाल्न तयार हुने, किनभने सही समयमा लिएको एउटा सही निर्णयले साँच्चै नै जीवन परिवर्तन गर्न सक्छ। न्युरोलोजी जस्तो गम्भीर उपचारको यात्रामा कोही पनि एक्लै हुनु पर्दैन। सही अस्पताल र किफायती उपचारको बारेमा थप जानकारी लिन आजै हेल्थ यादायोलाई सम्पर्क गरेर निःशुल्क परामर्श लिन सकिन्छ। आफ्नो स्वास्थ्य यात्रामा एक भरपर्दो साथी पाउनुहोस्। आखिर स्वास्थ्यभन्दा ठूलो अरू के नै छ र?